यहाँहरु सम्पूर्णलाई नमस्कार। आज पनि म एउटा फेरि नयाँ भ्लग लिएर उपस्थित भएको छु। मैले चाहिँ आज चाहिँ यो मेरो पहिला लगभग 1 महिना अगाडि सुलसुले लागेर हेर्नुस् यो सबै खाइसकेको थियो। यसलाई चाहिँ पहिलाको भिडियो र अहिलेको भिडियो कति परिवर्तन भयो भनेर मैले देखाउन गइरहेको छु। हेर्नुस् यसको पहिला मसँग यसमा 10 फ्रेम मौरी थियो। अहिले चाहिँ अलि फरक भएको छ। पहिला हेर्नुस् यसमा 10 फ्रेम मौरी थियो। सब सुलसुले लागेर मैले यसलाई नयाँ घार चेन्ज गरिदिएको थिएँ। नयाँ घारमा राख्दा पनि यसले त्यति राम्रो काम गरेन, सुलसुले हटेन। त्यसपछि मैले रूपन्देही बुटवलबाट बेस्ट नेचर मल्टिपर्पज भन्ने मौरी फर्मबाट 2-3 खालको औषधि मगाएर यसलाई औषधि उपचार गरेको थिएँ। त्यसपछि यसको अहिले चाहिँ पुरै परिवर्तन भएको छ। यो सुलसुले लगाएपछि चाहिँ यस्तो हुँदो रहेछ कि पुरै मौरीको चाहिँ संख्या नै वृद्धि नहुने, अनि अन्डा पारे नै लार्भा हुने, त्यसपछि लार्भा टाल्दिने, लार्भा टालिसकेपछि बच्चा निक्लिने बेला जब हुन्छ त्यसपछि ठ्याक्क पल परिने, त्यो भित्रै बच्चा कुहिने। सुलसुले चाहिँ धेरै खालको हुँदो रहेछ। मेरोमा चाहिँ त्यो खालको सुलसुले लाग्यो। सुरुमा त बच्चा अन्डा अलिअलि पारिरहेको थियो रानीले। जब मर्दै गइसकेपछि घट्दै गएर 9 फ्रेम थियो मेरो। यसरी सबै खोक्रो भएर जम्मा 2 फ्रेम मात्र बाँकी बस्यो। त्यसपछि मैले यो मेरो चाहिँ यो पुरै सकियो भन्ने लागेको थियो। तैपनि मैले औषधि मागेँ, औषधि गरेँ, चास्नी चिनी चास्नी लगाइदिएँ खानको लागि। र पनि यो एकपल्ट चाहिँ त्यो औषधिको रागले गर्दाखेरि एक दिन दिउँसो चाहिँ भाग्ने बल गरेको थियो। मैले उहाँको सल्लाह अनुसार औषधि राखेपछि क्विनगेट लगाएर औषधि राखिदिएको थिएँ। त्यसपछि भाग्न सकेन। यो रानी ननिक्लेपछि भाग्ने कुरै भएन। हेर्नुस् यो सबै त्यत्तिकै खेरा गएको छ। त्यत्रो चाका लगाएको सुलसुले लागेर सबै मेरो त्यत्तिकै पुरै चाका पनि नष्ट। छेउमा अर्को घार फोरेको घार हो यो। एउटा घार चाहिँ पुरै नष्ट नै भयो, पुरै सकियो नै, जिरोमै भयो। फाल्दै मैले त्यो अलिअलि बाँचेको थियो मौरी, त्यो सबै सकियो। रोग लागेपछि सर्लक्कै सकिने रहेछ यो मौरी पनि। मैले यसलाई रोग लागे पनि औषधि गरेर नियन्त्रण औषधिलाई चाहिँ औषधिले राम्रो काम गरेको थियो। अब हेर्नुहोस्, अब तपाईँले यसको त्योभन्दा पछाडि के भयो यसमा मैले फेरि तपाईँलाई देखाउनु चाहन्छु। त्यतिखेर त मौरीले टोक्दा पनि नटोक्ने क्या, पुरै लाटो पुरै एकदम लाटो भएको थियो यो। अब चाहिँ यस्तै भयो भने चाहिँ मेरो पुरै घार सकिन्छ जस्तो लागेको थियो मलाई। तर औषधिले चाहिँ राम्रो काम गर्यो। यहाँको सुलसुलेलाई मैले घरेलु उपचार पनि गरेँ, जस्तो तितेपाती राख्ने, त्यसपछि काँचो पात, हाम्रोतिर चाहिँ भुसा पनि भन्ने चलन छ, काँचो पात पनि लगाएँ। त्यसले पनि नियन्त्रण भएन। घार चेन्ज गरेँ, घार चेन्ज गर्दा पनि नियन्त्रण भएन। त्यसपछि मैले औषधि मगाएँ। औषधि मगाएपछि हेर्नुहोस् पछि के भयो त। अब अहिले
पहिला मसँग जम्मा 2 फ्रेम बाँकी थियो अनि त्यसपछि बस्नको लागि हुन्छ भनेर एउटा आधार चाका चाहिँ मैले फिट गरेर राखिदिइराखेको थिएँ। फेरि अब 2 फ्रेममा मौरी अटाएन भने त्यसलाई बस्ने ठाउँ नपुगेपछि झन् गाह्रो होला भनेर आधार चाका फिट गरेर राखिदिएको थिएँ। यो चाहिँ आधार चाका त्यो पहिला फिट गरिसकेको चाकामा पनि लगाइसकेको थियो। त्यस पछाडि यो नयाँ अर्को मैले लगभग 4 दिन अगाडि राखिदिएको थिएँ। यो यति लगाइसकेको छ। रानीले पनि अन्डा पारिसकेको छ यसमा। यो चाहिँ मैले काका र मैले चाहिँ मेरो आफ्नो काका यहाँ हुनुहुन्छ, काका र मैले, काका पनि टाइममा यसलाई हेरकोर गर्नुहुन्छ भनेर यो राखेको। हेर्नुहोस् अब अहिले चाहिँ मस्त, हेर्नुहोस् मजाले लार्भाहरू चाहिँ मजाले टाल्टिसकेको छ। मह मजाले ओसाइरहेको छ। तल्लो कक्षामा भए पनि अब तल्लो कक्षाको मह त निकाल्ने कुरो भएन, हामीले निकाल्दैनौँ किनभने उसैलाई खानालाई अब केही समय पछाडि अब यो अब लेखको ठाउँमा पानी अलि बढी पर्ने हुन्छ, कुहिरो लाग्ने हुन्छ। त्यसपछि अब यसले खानाको अभाव हुन सक्छ। त्यसैले हामीले तल्लो कक्षाको मह चाहिँ निकाल्दैनौँ। ल हेर्नुहोस् अब अहिले चाहिँ अब यो एकदम पुरा निरोगी मजाको यो थिएन चाका। मैले त्यो पुरानो चाकाहरू चाहिँ सबै पुरै फालिदिएर नयाँ चाको चाहिँ राखिदिएको आधार चाका त्यसैमा बनाएको हो। यो त्यो जुन मैले पहिला 2टा चाका राखेको थिएँ त्यो पनि अलिअलि ठिक भएपछि मैले त्यसलाई पनि फालिदिएँ अनि त्यसपछि फेरि नयाँ सबै आधार चाका राखिदिएँ। त्यसपछि नयाँ आधार चाकामा चाहिँ यसले बनाएको। अहिले चाहिँ अब रोग छैन, यसमा पुनर्नियन्त्रण भएको छ। अब चाहिँ यसले राम्रो काम गर्छ। सम्भवतः मौसमले साथ दियो भने अब म तपाईँलाई रानी पनि देखाइदिन सक्छु, तर अब यो अब भिडियो खिचिदिने मान्छे भएको भए चाहिँ देखिन्थ्यो। अब यो देखिएन। अब यो सानो मौरी नै हो, टाढाबाट देखाएर देख्नलाई अलिक गाह्रो नै हुन्छ यसलाई। हामीले मैले बुझेसम्म अब यो मौरी पाल्दाखेरि, जुन मौरी राख्दाखेरि नियमित घार चाहिँ निरीक्षण गर्नुपर्ने रहेछ। मैले बिचमा चाहिँ राम्रोसँग घार निरीक्षण नगरेर पनि हुनसक्छ सायद। हुन त मैले घार फोरेको घारलाई चाहिँ यो एउटा चाहिँ सुलसुलेले पुरै सकाइदियो, यो एउटा चाहिँ नियन्त्रण गरेँ। हेर्न त हेरिराखेकै हो, हेर्दा हेर्दै पनि अब हाम्रो औषधि स्थानीय औषधि गर्न खोजेको हुनाले चाहिँ नभएको पनि हुनसक्छ। कतिपय ठाउँमा अरू घारहरूमा चाहिँ भयो, तैपनि बिचमा मैले सबै घारमा औषधि लगाइदिएँ अलिअलि भए पनि। त्यस पछाडि ठिक भयो यो अहिले। अरूलाई त मैले खासै धेरै लगाइनँ। यसो अब यहाँ चाहिँ चास्नी पनि राखिदिनु पर्ने हुनाले फेरि जुत्छ भनेर अरूमा पनि चास्नी राख्दिएँ वा 1-2 थोपा ट्याब्लेटको थोरै थोरै एक अंश पर्ने गरी औषधि राखिदिएँ। त्यस पछाडि अरू त राम्रो नै थियो पहिलादेखि नै। समग्र सबै राम्रै भइरहेछ। पोहोर चाहिँ मैले गत साल चाहिँ 6-7 घार ल्याएको थिएँ। अब यसपालि मैले अलिअलि भाग्ने, हिँड्ने, मर्ने, सुलसुलोले सक्ने हुँदाहुँदै पनि कुनैबाट बढाएर 1बाट 3 घारसम्म बनाएँ भने कुनै घार चाहिँ 1को 1 नै बस्यो, कुनै घार चाहिँ राम्रोसँग फस्टाइरहेको छ। अब कुनै घार चाहिँ के कारणले फस्टाएन भनेर त्यो अध्ययन गरिरहेको छु, किनभने अरूको मात्रै अनुसन्धानले यो मौरीमा चाहिँ नहुने रहेछ। अरूहरूको मात्रै हेरेर आफ्नो आफ्नो अध्ययन, आफ्नो आफ्नो अनुभव, ठाउँअनुसारको कुन ठाउँमा कुन तरिकाले हुने भन्ने खालको अनुसन्धान पनि आफूले गर्नुपर्ने रहेछ। कुन सिजनमा कसरी निरीक्षण गर्ने भन्ने कुराहरू पनि आफूले पनि ख्याल गर्नुपर्ने रहेछ भन्ने अनुभवहरू पनि बटुल्दै अब यो लेभलको हाइटमा अरूहरूलाई पनि मौरी निरीक्षण गर्नलाई वा पालन गर्नलाई सजिलो होस् भन्ने आश हामी गर्दछौँ। अहिले चाहिँ धेरै नै छुचो भएको छ। अब गोडातिर टोक्ने, सबैतिर टोक्ने हो। मोजा पनि यस्तो गरेर लगाएको छु मैले पुरै।
अनि अब चाहिँ राम्रो छ यो, हामी बन्द गर्छौँ यसलाई साथीहरू। अब यसबाट मैले पनि केही सिकेको छु। तपाईहरुले पनि यो भिडियो हेरेर म त्यो जुन मैले औषधि लगाएको थिएँ त्यो औषधि चाहिँ म नेक्स्ट रिल्समा तपाईहरुलाई देखाउने छु। तपाईहरुले पनि यस ओम तारा बीकिपिङलाई हेरेर माया गरिदिनु होला, शेयर गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गर्न कहिल्यै नबिर्सिनु होला। तपाईको हातमा यो भिडियो त आइपुग्यो भनेदेखि सम्भवतः आइपुग्छ होला। हामीले गरेको यस आफ्नै देशमा आफै काम गरौँ भनेर हामीले जुन काम गरिरहेका छौँ, यो काम गर्दै जाँदाखेरि तपाईहरुको माया, प्रेरणा र तपाईहरुले पनि यदि मौरी पालन गर्नुभएको छ र केही अनुभवहरू हामीहरूलाई दिनुहुन्छ भनेदेखि दिनुहुन्न अनुरोध गर्दछौँ। हवस् त, धन्यवाद।